आज 2081 चैतको 20 गते बुधबार। गोरखापत्र ज्ञानसागरबाट वस्तुगत प्रश्न उत्तर लोकसेवा पाठकीहरूको लागि ढिलो नगरी सुरु गरौँ। प्रश्न नम्बर 1 रहेको छ। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला किनभने यो भिडियो तपाईको लागि हुनेछ। वस्तुगत प्रश्न उत्तरहरू सुरु गरौँ। प्रश्न नम्बर 1 रहेको छ। विश्व ब्याङ्कले सन् 2025 मार्च 24 मा सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेपाल 3 दशकको आर्थिक वृद्धि दर कति रहेको छ त? यो चाहिँ 4.2% रहेको छ। यसैगरी प्रतिवेदन अनुसार 1996 देखि 2023 सम्म चाहिँ अवधिमा नेपालको आर्थिक वृद्धिमा विप्रेषणको महत्त्वपूर्ण भूमिका रहेको तथापि छिमेकी राष्ट्रहरूको तुलना भने यो वृद्धि दर कमजोर देखिएको छ। यसैगरी प्रश्न नम्बर 2 वर्ल्ड ह्याप्पिनेस रिपोर्टर्स 2025 अनुसार विश्वमा सबैभन्दा धेरै खुसी देशको शीर्ष स्थानमा कुन राष्ट्र रहेको छ? यो चाहिँ फिनल्यान्ड रहेको छ किनभने सर्वाधिक खुसी हुने 10 राष्ट्रहरू पहिलोमा फिनल्यान्ड, दोस्रोमा डेनमार्क रहेको छ भने तेस्रोमा आइसल्यान्ड, चौथोमा स्विडेन, पाँचौंमा नेदरल्यान्ड, छैटौंमा कोस्टारिका, सातौंमा नर्वे, आठौंमा इजरायल, नौमा बेल्जियम, दशौंमा मेक्सिको। यसैगरी दक्षिण एसियाली राष्ट्रहरूको अवस्थामा नेपाल 92 स्थानमा छ भने पाकिस्तान 109, भारत 118, श्रीलङ्का 133, बङ्गलादेश 134। सो प्रतिवेदन अनुसार नेपाल दक्षिण एसियाको सबैभन्दा खुसी देशको शीर्ष स्थानमा रहेको छ। यसैगरी प्रश्न नम्बर 2 दशौं राष्ट्रिय खेलकुद मस्कट के हो त? यो चाहिँ रेड पान्डा हाब्रे हो। रेड पान्डा हाब्रे। यसैगरी 2081 चैत 5 मा लोगो मस्कट सार्वजनिक गरिएको हो भने लोगोको कर्णाली नदी, नेपालको झण्डा, 7 प्रदेश, खेलाडी हिमाल, पहाड, तराई तथा शान्तिको प्रतीक परेवा समेटिएको छ। लोगोमा मस्कट दुवै विकास तमकुजुले तयार गर्नुभएको हो भने 10औं राष्ट्रिय खेलकुद देशमा हुन्छ त यो 2082 जेठको 3 देखि 10 सम्म कर्णाली प्रदेशमा हुन्छ। कहाँ हुन्छ त? कर्णाली प्रदेशमा। प्रश्न नम्बर 4 निक साइमन्स अवार्ड 2024 बाट सम्मानित हुने व्यक्तित्व को हुन्? यिनी हुन् जनस्वास्थ्य निरीक्षक रबिन थापा। धादिङ ज्वालामुखी गाउँपालिका ढोला स्वास्थ्य चौकीमा कार्यरत हुनुहुन्छ उहाँ। यसरी प्रश्न नम्बर 5 दक्षिण एसियाली किसान सम्मेलन कहिले सम्पन्न भयो त? यो चाहिँ विक्रम सम्वत 2081 चैत 7 देखि 8 सन् 2025 मार्च 20 देखि 21 मा कहाँ भयो त? काठमाडौँमा भएको थियो। जलवायु संकटको प्रभावबाट किसान उनीहरूको जीविकोपार्जनको सुरक्षा जोड दिँदै सम्मेलन सम्पन्न भएको हो भने दक्षिण एसियाका 26-27 वटा किसान संगठनका प्रतिनिधि सहभागी सम्मेलनले किसानको खाद्य सम्प्रभुता, जलवायु न्याय र अधिकार सुनिश्चित गर्ने बहुराष्ट्रिय निगम वित्तीय संस्थाका जनविरोधी नीति विरुद्ध सङ्घर्षलाई सशक्त बनाउन आह्वान सहित घोषणा जारी गरेको थियो। सम्मेलनमा को थियो त? नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का, भुटान, मालदिभ्स, अफगानिस्तान र किसान नेताहरूको सहभागिता रहेको थियो। सम्मेलनमा दक्षिण एसियाका किसान महासङ्घको प्राडा प्रेम बङ्गालको अध्यक्षतामा न्याय नेतृत्व चयन भएको थियो। यसैगरी प्रश्न नम्बर 6 नेपाल कहिलेबाट अल्पविकसित राष्ट्र समूहबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने भएको छ त? 2026 नोभेम्बरदेखि चाहिँ 17औं संस्करणको धर्मश्री शारीरिक सुगठन प्रतियोगिता उपाधि विजेता खेलाडी को हुन्? यिनी हुन् उमेश राई। यसरी गोर्खाली
फिटनेस राईले ग्यालेक्सी फिटनेसका ललित हिमाललाई पछि पार्दै उपाधि जितेका हुन्। उपाधि जितसँगै उनले व्यक्तित्व विद्यातर्फ नेपालकै सर्वाधिक धनराशि पुरस्कार 12 लाख र ट्रफी प्राप्त गरेका छन्। त्यसैगरी उपविजेता हिमालले नगद 6 लाख एवं तृतीय भएका दाङका माधव सुवेदीले नगद 3 लाख प्राप्त गर्नुभएको छ। यसरी प्रश्न नम्बर 8 भारतको जयपुरमा सम्पन्न सन् 2025 मा 25औं संस्करणको आइफा अवार्ड सर्वोत्कृष्ट अवार्डको उपाधि जित्न सफल चलचित्र कुन हो? यो चाहिँ लापता लेडिज। आइफाले सिल्भर जुब्ली मनाउँदै सन् 2024 मा रिलिज भएको तथा डिजिटल प्लेटफर्म रिलिज भएका फिल्म र बेस्ट सिरिजलाई विभिन्न विधामा अवार्ड प्रदान गरेको छ भने फिल्म लापता लेडिज सर्वाधिक 11 अवार्ड जितेको छ भने उत्कृष्ट फिल्ममा लापता उत्कृष्ट अभिनेता कार्तिक आर्यन भुलभुलैया 3, सर्वोत्कृष्ट अभिनेता नीताश्री गोयल लापता लेडिज, यसरी सर्वोत्कृष्ट अभिनेता रबिन किसान लापताकै हुन्। यसै गरी अभिनेतामा छायाङ्कन तथा लापता लेडिज, सर्वोत्कृष्ट नव अभिनेता प्रतिभा रान्ता, सर्वोत्कृष्ट निर्देशक किरण राव। आइफा डिजिटल अवार्ड अमर सिंह चम्किला सर्वोत्कृष्ट फिल्म घोषित भएको छ। यसरी प्रश्न नम्बर 9 वरिष्ठ पत्रकार माधवर सिंह बस्नेतको निधन कहिले भएको? उहाँको निधन चाहिँ विक्रम सन 2081 चैतको 9 गते भएको भने। यसै गरी प्रश्न नम्बर 10 तेस्रो लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथन 2025 को उपाधि विजेता धावक को हुन्? अनिश थापा मगर। यसै गरी प्रश्न नम्बर 11 हेरौँ। 11 मा रहेको छ तेस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव फिटनेस कहिले सम्पन्न भएको त? यो चाहिँ विक्रम सम्मत 2081 चैतको 6 देखि 12 सम्म। नाट्य महोत्सव 12 देशका 100 भन्दा बढी कलाकारले 17 नाटक मञ्च गरेका थिए। यसै गरी प्रश्न नम्बर 12 डिसेम्बर 2081 चैतदेखि सञ्चालन भएको एसी परीक्षा सहभागी हुने विद्यार्थीको संख्या कति रहेको छ? यो चाहिँ 5,14,071 रहेको छ। छात्रामा 2,57,730 छ भने छात्रमा 2,56,711। देशभर 2079 र जापानका एक गरी 2080 परीक्षा केन्द्र कायम गरेको थिए। एसी परीक्षा दिने मध्ये प्राविधिक धारातर्फ 16,947 विद्यार्थी रहेको थियो भने पनिकाले असार 7 मा परीक्षा सफल प्रकाशित गर्ने गरी कार्यतालिका बनाएको छ। प्रश्न नम्बर 13 आधुनिक प्रविधिमा आधारित रही वित्तीय सेवा विकास उद्देश्यले डिजिटल फाइनान्स इनोभेसन हब को स्थापना कहिले भयो त? यसको स्थापना चाहिँ विक्रम सन 2081 चैतको 15 गते कसले गर्ने नेपाल राष्ट्र बैंक उक्त हब स्थापना गरेको छ भने वित्तीय नवप्रवर्तकलाई विद्यमान नीतिबाट एवं नियामकीय व्यवस्था बारे जानकारी गराउँदै सरकारवाला प्राप्त हुने वित्तीय क्षेत्रमा नवप्रवर्तनकारी एवं तिनले ल्याउने सक्ने अवसर एवं चुनौतीको विश्लेषण गर्न उक्त हब स्थापना राष्ट्र बैंकले जनाएको छ भने। प्रश्न नम्बर 14 नेपाल क्रिकेट संघ क्यानले क्रिकेटको मुख्य प्रशिक्षक राष्ट्रिय पुरुष टोलीमा कसलाई नियुक्ति गर्यो त? स्टुवार्ट ल
अस्ट्रेलिया विक्रमसम्म 2081 चैत 15 गते अस्ट्रेलिया पूर्व ब्याट्सम्यान स्टुअर्ट ल नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक नियुक्ति भएका उनको कार्यकाल 2 वर्षको हुनेछ। 15 हेरौँ। पहाचढे पर्व कहिले मनाइन्छ? घोडे जात्रा चैत कृष्ण पक्ष औँसीको अघिल्लो दिन 3 दिनसम्म मनाइन्छ भने। यसरी प्रश्न नम्बर 16 विशिष्ट आख्यानकार परशु प्रधानको स्मृतिमा स्थापित परशु कल्पना स्रष्टा सम्मान 2081 कसलाई प्रदान गरियो त? यो चाहिँ आख्यानकार द्वय ध्रुव सापकोटा। गणेश रसिक पुरस्कार राशि रहेको थियो जनै 5101 रुपियाँ। यसरी प्रश्न नम्बर 17 8औं नेपाल राष्ट्रिय चलचित्र महोत्सव निफमा उत्कृष्ट गौतम बुद्ध अवार्ड जित्न सफल चलचित्र कुन हो त? साम्बाला। यसरी उत्कृष्ट चलचित्र फिचर फिल्म अवार्ड चलचित्र आँखा। उत्कृष्ट अभिनेता आरके हेमता। उत्कृष्ट अभिनेत्री अञ्जना बराली। उत्कृष्ट राष्ट्रिय फिचर फिल्म अवार्ड छायाङ्क राजेश श्रेष्ठ। राष्ट्रिय चलचित्र लेखन अवार्ड जैन व्यञ्जन। .क्युजेट अवार्ड रुक्मणी भारती फिल्म। मञ्जुश्री अवार्ड एवं फिल्म अवार्ड दि अबिस अर्जेन्टिना। यसरी छोटो चलचित्र विजेतातर्फ चाहिँ उत्कृष्ट सर्ट फिल्म निर्देशक अवार्ड निशान खत्री। यसरी माउन्ट एभरेस्ट अवार्ड मेल्टी स्नो बेल्जियम। यसरी बागमती अवार्ड स्पेनी फिल्म लुसिया जी रोमेरो। यसै गरी प्रश्न नम्बर 18 वरिष्ठ पत्रकार राष्ट्रिय तथा राजनीतिक कमल कोइरालाको निधन कहिले भयो? उहाँको निधन चाहिँ विक्रमसम्म 2081 चैतको 17 गते भयो। पूर्व प्रधानमन्त्री मातृका प्रसाद कोइरालाका छोरा हुनुहुने कोइराला परिवार एक मात्र कम्युनिस्ट नेताहरूका रूपमा परिचित रहेको छ भने। प्रश्न नम्बर 19 नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको दौड सम्मेलन नेपाल इन्टरनेसनल रनिङ फ्रेम कन्फरेन्सको योजना कहिले हुने भएको छ त? यो चाहिँ विक्रमसम्म 2082 जेठको 23 गते हुने भएछ। प्रधानमन्त्री कप 1 दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता 2081 को उपाधि कसले जित्यो? यो चाहिँ नेपाल पुलिस क्लब उपविजेता त्रिभुवन आर्मी क्लब पुलिस क्लबले ट्रफी सहित 10 लाख रुपियाँ प्राप्त गरेको छ भने सर्वाधिक उपविजेता आर्मीले 5 लाख रुपियाँ हकदार बनेको छ भने पहिलो संस्करणमा आर्मीसँगै उपाधि बाँडेको पुलिसले 2019 र गत वर्ष उपाधि विजेता हो भने पुलिसका स्पिनर ललित राजवंशी सर्वश्रेष्ठ खेलाडी घोषित भएका छ भने सर्वश्रेष्ठ खेलाडीमा ललित राजवंशी, सर्वश्रेष्ठ बलरमा ललित राजवंशी, सर्वश्रेष्ठ ब्याट्सम्यानमा अर्जुन कुमाल गण्डकीका, उदीयमान खेलाडी तृप्तराज दास त्रिभुवन आर्मीका। भिडियोलाई पुरा हेर्नुभएको धन्यवाद। यस्तै भिडियो च्यानल सब्स्क्राइब गर्नुहोला। हरेक शुक्रबार आउने गर्छ। हस्त फेरि अर्को भिडियोमा फेरि बुधबार भेटौँला।